कल्चर ड्रेस लाएर हिमाल चढ्ने, किनकि हाम्रो कल्चर टुरिज्मको प्रमोसन गर्ने भनेर सोचिरहेको। त्यो कुरा गर्दै जाँदाखेरि त्यो फ्रेन्च महिला एकजनाले भन्नुभयो, यति वर्षसम्म हाम्रो संविधानमा महिलाहरूले ट्राउजर लाउने अधिकार थिएन म्याम। सोच्नु त, म सक भएँ कि म थाङ्गाबाट खसेको जस्तो। सुरुवाल लाउने अधिकार थिएन महिलाहरूलाई भनेपछि नेपाल मातृशक्तिको पूजा गर्ने देश हो। हामीले जे पाएका छौँ त्यसमा हामी गौरव गर्न सक्नुपर्छ जस्तो लाग्छ। विभिन्न विदेशी एनजिओको कुरा सुनेर हामीले महिला अधिकारको मात्र धेरै कुरा गरिरहेका छौँ, तर हामीले के पाएको छ, हामी के हो भन्ने कुरा चाहिँ विदेशीको उनीहरूको जस्तो महिला हो, हामीले नेपाली महिला पनि त्यस्तै होला भन्ने सोचेर चाहिँ उहाँहरूले त्यस्तै खालको पेनिट्रेट गर्दो रहेछ र हामी पनि उहाँहरूको कुरा त्यसरी नै। जस्ट फर एक्जाम्पल, एकल महिला, नेपालको एकल महिला र विदेशको एकल महिला धेरै फरक छ। नेपालको एकल महिलासँग परिवार हुन्छ, माइती हुन्छ, दिदीबहिनी हुन्छ, न इभन छोराछोरी हुन्छ, तर उनीहरू एकल महिला भनेपछि साँच्चीकै एकल महिला हो। त्यसमा एकल महिला मात्र होइन, पुरुष पनि एकलै हो।